हेलो सबैजना, हामीहरू चाहिँ पोसाइकुन जान आँटेको। सो म चाहिँ बिहानै 4:30 बजे भक्तपुरबाट निस्केर 5 बजे कोटेश्वर पुगेको थिएँ। अनि कोटेश्वरबाट हामी सबैजनालाई पिकअप गरेर काठमाडौँबाट चाहिँ टोखातर्फ लाग्यौँ। हामीहरूले चाहिँ स्कर्पियो बुक गरेको थियो जानको लागि। 6 जनाको टोली भएर गएको थियो। हामी चाहिँ बाटोमा ब्रेकफास्ट गऱ्यो, एक ठाउँमा रोकेर। साथीहरूलाई पनि गाह्रो भइरहेको थियो, बाटो चाहिँ एकदम घुमाउरो थियो। सो सनराइज हेर्दै हामीले चाहिँ ब्रेकफास्ट गऱ्यौँ र ब्रेकफास्ट गरेर फेरि बाटोतिर लाग्यो रसुवातर्फ। र यो ठाउँ चाहिँ मलाई ठ्याक्क तराई जस्तो फिल भइरहेको थियो, एकदम फ्ल्याट ल्यान्ड थियो। अनि हामीहरू चाहिँ त्यहाँ जाँदाखेरि बाटो पनि बनाउँदै थियो, कहीँ बिग्रेको थियो। यो चाहिँ एकदम फनी थियो, बोकेझन्डा पुल चाहिँ। सो हामी चाहिँ अगाडि गएर धुन्चे पुगेर खाना खायौँ। खाना चाहिँ ठिकै थियो, त्यस्तो मिठो पनि थिएन। धुन्चेबाट खाना खाएर चाहिँ हामी साप्चे हुँदै हाम्रो त्यहाँबाट चाहिँ एक्चुअल ट्रेकिङ स्टार्ट भयो। त्यहाँदेखि चाहिँ हामी हिँड्न सुरु गऱ्यौँ र जाँदा जाँदै बाटोमा चाहिँ हामीले झरना देखेपछि चाहिँ अब केटीहरू यसो फोटो खिच्नु पऱ्यो भनेर चाहिँ हामीहरू झरनातर्फ लाग्यौँ। र झरना गएर हामीले फोटोसोटो खिचेपछि चाहिँ हाम्रो उकाली सुरु भयो। र उकाली चढेर हामी चाहिँ माथि एक ठाउँमा पुगेर देउरालीमा पुगेर चाहिँ हामी रेस्ट गऱ्यौँ। त्यहाँभन्दा अगाडि पनि एक ठाउँमा रेस्ट गरेको थियौँ, मलाई नाम चाहिँ बिर्सेँ। त्यहाँपछि चाहिँ हामी ढिम्सा पुग्यौँ र यहाँबाट चाहिँ खासै धेरै बाटो चाहिँ छैन भनेको थियो, तर एकदम थाकिसकेको भएर होला पुग्दा चाहिँ राति 7 बज्यो। सो हामी चाहिँ तल 11:30 बजे स्टार्ट गरेको थियौँ साप्चीदेखि। अनि हामी त्यही बस्यौँ। यो बिहानको भिडियो हो। मैले चाहिँ त्यहाँ ठाउँहरू चाहिँ कहाँबाट आयौँ भनेर देखाइराखेको थिएँ त्यहाँ चाहिँ। अनि हामीहरू उकाली लाग्यौँ। उकाली लागेर चाहिँ हामीहरू यहाँ चाहिँ 600 रुपियाँ हामीले तिर्नु परेको थियो। त्यहाँ चाहिँ तलै पे गर्छ भन्नुभएको थियो, तर हामीले यादै गरेनौँ। त्यहाँबाट चाहिँ लौरी विनायकमा पुगेर खाना खायौँ। त्यहाँ लौरी विनायकपछि चाहिँ ठाडै उकालो थियो, एकदम सुक्खा बाटो। अनि त्यहाँपछि चाहिँ अलिक त्यास्रै बाटो थियो हामी चाहिँ। तर पनि म चाहिँ हिँड्न नसकेर अरूहरूभन्दा 1.5 घन्टा ढिलो 3 बजे पुगेको थिएँ, बिहान 7 बजे हिँडेर पनि। त्यहाँपछि हामी चिया खाएर फर्किँदा चाहिँ धेरै टाइम लागेन, जम्मा 3 घन्टा लाग्यो। अनि आएर त्यही हामी जोपल्ट बसेकै ठाउँमा बस्छ, त्यो चाहिँ चन्दरमारीमा थियो। अनि त्यहाँपछि हामी फर्केर बाटोमा रमाइलो गऱ्यौँ। अनि फाइनल्ली मिठो खाना खान पायौँ। यहाँ चाहिँ लोकल चिकनको खाना खाएर चाहिँ हामीहरू फर्कियौँ। र अघिल्लो पालि जाँदा चाहिँ म झरनामा चाहिँ मलाई खोलामा अलि डर लाग्ने भएर म गएको थिइनँ, तर सेकेन्डचोटि चाहिँ गएर अनि फोटो भिडियोहरू खिचेर रमाइलो गऱ्यौँ।